है अहिलेको 21औं शताब्दीमा यदि पढेन लेखेन भने अब के हुन्छ त भन्दाखेरि भोलिको भविष्य भनेको अन्धकारै हो 100% त्यो लेखेर राख्दा हुन्छ है मान्छेले अहिले भन्छ नि अमेरिका जाने युरोप जाने कोरिया जाने जापान जाने अस्ट्रेलिया जाने कहाँ जाने भन्छौँ नि हामी किन त्यही होइन अलिकति पैसा कमाउनु सकिए लागि अघि भने आएको थियो अलिकति होइन अझ अहिले भर्खरको हाम्रो सानो अहिले भर्खर 13, 14, 15, 16 वर्ष हुने भने के सोचिरहेको होला भन्दाखेरि सो अलिकति बुलेट के भन्छ नि त्यो मोटरसाइकल त्योभन्दा पनि अर्को अझ 8-9 लाख रुपियाँ जाने खतरा यो अब अहिले यस्तो रफ बाटोमा चलाउने खालको जिउ पनि नथाक्ने अनि खतरासँग कुद्ने खालको ट्याक अहिले 18 वर्षको उमेरमा चलाएर हिँड्नु पायो भने तपाईँहरूले कति तपाईँहरूले लाग्न पनि सक्छ है तर अहिले होइन के त्यो चढ्ने समय अहिले होइन है त्यो भनेको भोलि पढेर लेखेर सबै कुरा सकेपछि आफै आउँछ त्यो खोज्न जानै पर्दैन मैले अघि भने जस्तै हो त्यस कारणले गर्दाखेरि त्यो चाहिँ अब अहिले यो हाम्रो ज्ञान भन्ने कुरामा आएको है फेरि मैले तपाईँहरूले टार्गेट गरेको चाहिँ होइन हो त्यो ज्ञान भन्ने कुरा चाहिँ अब हामीले अज्ञानतालाई हटाएर अनि हामी चाहिँ ज्ञान लिनुपर्छ भन्ने कुरा चाहिँ त्यो हो त्यस कारणले यो शिक्षा लिने कुरामा पनि अब हामीले एउटा उद्देश्य हाम्रो लक्ष्य चाहिँ हामीले लिनुपर्छ है अब आजकलको जमाना कस्तो पनि छ भन्दाखेरि फेरि 8, 9, 10 कक्षा पढ्यो के 8, 10 कक्षा पढेपछि भइहाल्यो नि अलिअलि लेख्न आइहाल्छ अलिअलि बोल्न आइहाल्छ हो यो भनेको चाहिँ फेरि अल्काँचो हो त्यो चाहिँ त्यसले के पनि हुँदैन हामी कतै जानु कुनै पनि देश विदेश जहाँसुकै जानु तपाईँको क्वालिफिकेसन के हो भनेर सोध्छ योग्यता के हो भनेर सोध्छ है के जानेको छ भनेर सोध्छ अनि म 10 कक्षा पढेर आएको भन्यो भने अनि त्यसको कुनै पनि स्थान कहीँ पनि त्यो फिस हुँदैन कहाँ मात्रै फिस अब के 10 कक्षा पनि पढ्नु पर्दैन अब पाउने चाहिँ के छ भने जहाँसुकै जाँदा एउटा भाडा मुल्ने होटेलमा अनि एउटा ड्राइभर बन्ने बस त्यो दुईटालाई चाहिँ 10 पनि पास गर्नु पर्दैन है हो त्यस्तो होइन कि हाम्रो लक्ष्य भनेको हामीले लक्ष्य चाहिँ ठुलो लिनुपर्छ है जसरी सिद्धार्थ गौतमले आफ्नो चाहिँ घर सबै कुरा चाहिँ अब सुन चाँदी हिरा मोती त्यस्तो अहिले हामीलाई त्यो सामान्य कुरा होइन त्यो त अब राज परिवार भनेको त होइन कति धनी होला त्यो सबै चिजहरूलाई त्यागेर एउटा ज्ञानको खोजीमा हिँड्नु भनेको त्यसबाट हामीले के प्रेरणा लिने के ज्ञान लिने त भन्दाखेरि चाहिँ अब हामीले पनि त्यस्तै गरेर सकभर होइन परहितको लागि भनौँ अथवा देशको लागि या अथवा आफ्नो गाउँको लागि होइन परिवारको लागि के गर्न सकौँ भन्ने भावनाले नि होइन भने कम्तीमा आफ्नो एउटा जीवन त सुखमय जीवन बिताउनु पऱ्यो नि त हो त्यसको लागि चाहिँ हामीले त्यो शिक्षा लिनुपर्छ र बुद्धले जस्तै अनि एउटा होइन हिजो बुद्धले केही नखाइकन केही नपिकनै त्यसरी चाहिँ ज्ञानको खोजीमा हिँड्नुभयो दुःखबाट चाहिँ हामी मुक्त हुने मार्ग के हो त भनेर खोज्दै हिँड्नुभयो त त्यसै गरी नै अब हामीले चाहिँ अब त्योसम्मको बाटोलाई पनि अब धेरै कठिन हुनसक्छ तर हामीले आफ्नो जीवनयापन गर्नलाई सजिलैसँग चाहिँ हामी जीवन कसरी सफल बनाउने भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ र त्यसो भन्दै गर्दाखेरि अब यो मैले अघि त्यो प्रसङ्ग जोडे चाहिँ अब सबै जहाँसुकै जाँदा दुःख रहेछ र अब दुःखबाट मुक्त हुन सक्दैन भनेर भन्ने क्रममा अघि नै भने क्लेश र कर्म त्यो दुईवटा चिजले चाहिँ हामीले जहिले पनि ध्यान दिनुपर्छ है अनि त्यो नै हाम्रो दुःखको मूल जड हो र त्यो जडबाट मुक्त भयो भने अनि हामीले सुख पाउँछौँ भन्ने कुरा हो है धन सम्पत्ति पैसा भएर मात्रै सुख पाउँछ भन्ने पनि त्यो गलत धारणा हुन्छ है यहाँ कतिपय धनी करोडौँ अरबौँ चाहिँ सम्पत्ति भएको मान्छेहरू पनि अशान्ति भएर मनमा चाहिँ दुःख पीडा भोगेर हिँड्नेहरू कयौँ छन् है त्यो अब हामीले थाहा भएको कुरा हो त्यसकारण अब हाम्रो बुद्ध धर्मको कुरा गरिरहँदाखेरि अब हामीले सबैभन्दा पहिला बुझ्नु जरुरी चाहिँ के छ भन्दाखेरि अब यो संसारमा विभिन्न खालको धर्महरू छन् है अब धर्म भनेर जुन शब्द हामी प्रयोग गर्छौँ धर्म भन्ने शब्द चाहिँ असल राम्रो कुशल होइन यो चिजहरूलाई बुझ्ने हो धर्म भन्दाखेरि है अहिले यो बुद्ध धर्म हिन्दू धर्म क्रिस्चियन धर्म मुस्लिम धर्म लगायतका यो विभिन्न चाहिँ धर्म त्यो अलग क्याटेगोरीको हो होइन तर समग्रमा त्यो सबैलाई पनि त्यो सबै अलग अलग धर्मको फरक पाटोहरू भए तापनि त्यो सबैले धर्म त भन्छ नि त पछाडि है बौद्ध धर्म
हिन्दू धर्म, क्रिस्चियन धर्म, मुस्लिम धर्म भनेर त धर्म भन्ने शब्द जोड्छ नि त। हो, त्यो धर्म भन्ने शब्द नै के हो त भन्दाखेरि चाहिँ अब जनरली धर्मको परिभाषा भनेको चाहिँ असल बन्ने होइन, राम्रो बन्ने, अनि कुशल भन्छ नि हामी, कुशल भनेको त्यो राम्रै भने त भने त्यो शब्द मात्रै फरक हो। त्यो हुने, त्यो बन्ने जुन एउटा माध्यमको रूपमा चाहिँ हामीले केलाई बुझ्नुपर्छ भने धर्म है। उसो भए असल बन्ने भन्ने चाहिँ अर्थ कसरी बुझ्ने त भन्दाखेरि चाहिँ अब हामी मानव है, अब हामी धेरै टाढा नजाउँ। अब यो संसारमा धेरै प्राणीहरू छन्, त्यो मध्येको सबैभन्दा उत्तम जीवन चाहिँ हाम्रो मानव जीवन हो भनेर विभिन्न धर्महरूले व्याख्या गरेको छ है। हुनु पनि हो, हामी चेतनशील, सबैमा चेतना हुन्छ, तर सबैभन्दा उत्तम चेतना चाहिँ हामी मानव जातिमा छ भनेपछि यस्तो जीवन लिइरहँदाखेरि चाहिँ अब हामीले के चाहिँ अब हामीले धर्म गर्ने नगर्ने, हामीले कुन धर्म गर्ने या कुन धर्म मान्ने या नमान्ने भन्ने कुराहरू विविध हुँदाहुँदै पनि अब जनरली हामी धार्मिक कसरी बन्ने त भन्दाखेरि चाहिँ अब हामीले जहिले पनि हामीसँग के हुन्छ भन्दाखेरि कर्म गर्ने भन्ने, कर्म है, कर्म भनेको काम हो, हामीले गर्ने काम। बिहानदेखि बेलुकासम्म हामीले काम के गर्छ भन्दा काम गर्ने 3वटा माध्यमहरू अथवा द्वारहरू छ। त्यो चाहिँ के भन्दाखेरि शरीर, वचन र मन भन्छौँ हामी है। शरीर, वचन र मन, यही 3वटा ठाउँबाट हाम्रो कर्म हुन्छ, काम हुन्छ। हाम्रो शरीरले खुट्टादेखि होइन, हात खुट्टादेखि लिएर यो सिङ्गो शरीरले जति पनि एक्टिभिटिजहरू गर्छ त्यो शरीरले गर्ने कर्म हो। अनि हामीले मुखबाट बोल्दाखेरि जति पनि कुराहरू बोलिन्छ, के बोल्यो के बोलेन, राम्रो बोल्यो कि नराम्रो बोल्यो कि भन्ने जति पनि हामी बोल्ने गर्छौँ मुखबाट, वचन भन्छौँ जसलाई, त्यो पनि एउटा कर्म गर्ने द्वार हो। अर्को एउटा चाहिँ मन है त, मन, चित्त पनि भन्छौँ हामी, मन पनि भन्छौँ। र त्यो मन पनि के हो त भन्दाखेरि कर्म गर्ने द्वार। र यो 3वटा द्वारहरू चाहिँ हामीले पहिचान गर्नुपर्छ। सबैसँग छ हामीसँग शरीर, वचन र मन है त। यो 3वटा द्वारहरूको पहिचान गरिसके पश्चात अनि यो 3वटा द्वार अथवा यो ठाउँबाट गरिने जति पनि क्रियाकलापहरू हुन्छ दैनिक हुन्छ। हामी अब हामी जन्मेदेखि नमरुन्जेलसम्म चाहिँ यो शरीर, वचन र मन, यो 3वटा द्वारहरूबाट चाहिँ हाम्रो क्रियाहरू हुन्छ, कर्महरू हुन्छ। र यही कर्महरू गरिरहँदाखेरि, कामहरू गरिरहँदाखेरि हामीले कुन चाहिँ काम गलत गर्यो, कुन चाहिँ काम सही गर्यो, कुन चाहिँ काम असल हो, कुन चाहिँ काम अकुशल हो होइन, कुशल हो, कुन चाहिँ अकुशल हो भन्ने कुराको चाहिँ हेक्का नभइकन हामी निरन्तर त्यो कर्महरू गरिरहँदाखेरि कुन चाहिँ धर्म हो, कुन चाहिँ पाप हो, यो छुट्याएर चाहिँ हामीले त्यो नजान्नेको हामीसँग चाहिँ एउटा ज्ञान नभएको कारणले आज हामी अलमलमा परिरहेको कारण चाहिँ त्यो, दुःख पाइरहेको कारण पनि त्यो। कारण थाहा भयो भने त यो कारणले चाहिँ दुःख हुने रहेछ भनेपछि त अनि त्यो कारणबाट नै कारणलाई नै हामीले ग्रहण नगरेपछि अनि दुःख नहुने रहेछ नि त हो। त्यस कारणले गर्दाखेरि अब हाम्रो शरीरलाई, वचन र मन, यो 3वटा कुरालाई चाहिँ शुद्ध गर्ने र यो 3वटा द्वारहरूलाई चाहिँ हामीले परिपक्व रूपमा सही ठाउँमा हामीले चाहिँ एउटा के भन्छ अब प्रयोग गऱ्यो भने अनि मात्रै हामीले के गर्न सक्छौँ भन्दाखेरि विभिन्न दुःखहरूबाट चाहिँ हामी छुटकारा पाउन सक्छौँ। अनि त्यसकारण अब हाम्रो यो धर्म अनुसारै भन्ने हो भने चाहिँ हो अब बुद्ध धर्म हो। अब यो 3वटा द्वार सम्झिरहनुहोस् है। अनि त्यस कारणले अब यो धर्म भन्दाखेरि चाहिँ अनि यस्तो शरीर, वचन र मन, यो 3वटाबाट चाहिँ गरिने हाम्रो व्यवहारहरू हुन्छ, चरित्रहरू हुन्छ, स्वभावहरू हुन्छ। त्यो स्वभाव र चरित्रलाई चाहिँ जुन हाम्रो गलत स्वभाव, गलत चरित्र चाहिँ तौर तरिकाहरू छ, त्यो तरिकालाई चाहिँ सही रूपमा परिणत गराएर जुन हामी बाटोमा हिँड्छौँ, जुन काम हामी गर्छौँ, त्यो नै एउटा धर्मको काम हो, धर्मको बाटो है त। धर्म भने यसरी बुझ्नु पऱ्यो। अनि त्यो भित्रमा चाहिँ अब बुद्ध धर्म भनेर चाहिँ अब हामी आज बुद्धकै जन्म जयन्तीको अवसरको कुरा गर्दाखेरि अनि बुद्ध धर्मले पनि के भन्छ त भन्दाखेरि आफ्नो चित्तलाई होइन, शरीर, वचन र मन मध्येको चित्त जुन हाम्रो मन छ, त्यो मन नै हाम्रो के हो त मूलभूत रूपमा मनद्वारा नै सबै कुराहरू प्रस्फुटित भएर आउँछ। राम्रो नराम्रो जे गर्नु पर्दाखेरि पनि सबभन्दा पहिला मनले नै सोचेर हुने भएको हुँदाखेरि अनि त्यो मनलाई शुद्ध गर्नुपर्ने, मनलाई चाहिँ विचलित हुनुबाट हामीले
त्यसलाई रोक्नुपर्ने होइन। मनले त के सोच्छ नि त होइन। अघि भने जस्तो त्यो के खाने के नखाने भन्ने कुरा पनि मनबाटै सोच्ने हो होइन। त्यो भएको भएर त्यो मनलाई चाहिँ हामीले जब चिनेर गलत बाटोतिर गलत चाहिँ हाम्रो मनहरू उठ्यो भने त्यसलाई फेरि होइन सही यो चाहिँ हामीले गर्नु हुँदैन भन्ने पनि त्यो हामीसँगै ज्ञान हामीभित्र नै भएको हुनाले त्यसलाई पहिचान गरेर चाहिँ हामी त्यसरी चाहिँ अब बुझ्दै जानुपर्छ। हाम्रो मानव जाति लगायतका सम्पूर्ण प्राणीहरूले चाहिँ यहाँ अहिले यो शब्द मैले पढिरहँदाखेरि होइन शान्ति अहिंसा मैत्री र करुणा भन्यो नि है। शान्ति अहिंसा मैत्री र करुणा भन्ने शब्दहरू चाहिँ अब यो भन्न त अब अरू धर्मले पनि त्यो कुराहरू भन्छन्, तर बुद्ध भगवान्ले चाहिँ विशेष गरेर उहाँले प्राप्त गर्नुभएको ज्ञान अन्तर्गत है विभिन्न ज्ञानहरू विभिन्न चाहिँ धर्म के अरे त्यो मध्येको यो शान्ति मैत्री करुणा भन्ने शब्दहरू छ जुन त्यो शब्दहरू चाहिँ बुद्धबाट नै प्रतिपादन भएर आएको शब्दहरू है। त्यस भएर शान्ति भन्न साथै अब एकदमै जुन शान्तिको चाहिँ त्यसको विपरीत चाहिँ के हो भन्दा अशान्ति भनेकै अब कहाँबाट कसरी आउँछ त भन्दाखेरि चाहिँ अनि अशान्ति भन्ने चिजहरू नै अघि भनेको जस्तै हाम्रो मनबाट नै उत्पत्ति हुने र मनको सेरोफेरोमा विशेष गरेर मन चाहिँ जहिले पनि शुद्ध नै हुन्छ भन्ने छ है। शुद्ध नै हुन्छ तर त्यो मनको सेरोफेरोमा चाहिँ अब अघि भनेको जस्तो क्लेशहरू चाहिँ हामीसँग त्यो मनको सेरोफेरोमा रहेको र त्यो क्लेशको कारणले गर्दाखेरि नै अनि हामीलाई रिस उठ्ने लोभ लाग्ने अनि अज्ञानता जस्तो कुराहरूको चाहिँ उत्पत्ति हुने भएको भएर त्यही क्लेशहरूको कारणले गर्दा नै हाम्रो मनमा अशान्ति आउने है। मनमा अशान्ति आउने अब हामी रिस उठ्नु त एकछिनको लागि अनि मन कति पोल्छ मनमा भत पोलेर चाहिँ मनमा एउटा एक खालको असहजता जुन सिर्जना हुन्छ त्यही हो अशान्ति भनेको। अनि त्यो असहजताबाट नै अनि के हुन्छ हत्या हिंसा गर्ने जस्ता कुराहरू विभिन्न खालको चाहिँ संसारमा होइन अरूलाई चाहिँ असर हुने अरूलाई चाहिँ अब दुःख हुने खालका कामहरू चाहिँ त्यहाँबाट सिर्जित हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हो त्यो जुन शान्ति हुनुपर्छ भन्ने कुरा चाहिँ अब त्यही भएर हाम्रो मनभित्रको सेरोफेरोमा रहेको जुन खालका क्लेशहरू हुन्छन् ती क्लेशहरूलाई हटाउनु नै के हो शान्ति स्थापित गर्नु है। शान्ति अब त्यस्तो शान्ति स्थापित गर्नको लागि पनि फेरि हामीले कस्तो खालको मनको भावनाहरू गर्नुपर्छ भन्दाखेरि चाहिँ अनि मैत्री भावना करुणा भावना भन्ने छ नि हो। अब हाम्रो यहाँ छेउमा हामीले छेउहरू पढ्दाखेरि त हामीले जहिले पनि पाठ गरिरहेको हुन्छ है। सिन्जेन तान्छे देवा द देवे ग्युदा तेम्बर ग्युजी सिन्जेन तान्छे ढुङ्गा द ढुङ्गा ग्युदा ठेवर ग्युजी सिन्जेन ढुङ्गा मिबे देवा द मिठेवा ग्युजी सिन्जेन तान्छे गिरी छदाङ्गी द ठेवे ताङ्गुल नेबर ग्युजी भनेर हामीले यो जहिले पनि यो क्याम्ब्रे सिम्कीहरू पढ्दाखेरि हामीले त्यो पाठ गर्छौँ। त्यसलाई चाहिँ छेमेसी भन्छ हामी है छेभित्रमा चतुर्ब्रह्म विहार भन्छौँ हो। त्यसकारण त्यसमा चाहिँ मैत्री करुणा मुदिता उपेक्षा हुन्थ्यो है। झ्याम्बा निङ्जे गाव ताङ्युङ भन्छ नि हामी त्यो चारवटा है हो। यो मैत्री भनेको चाहिँ झ्याम्बा भनेको झ्याम्बे सेम भनेको चाहिँ मैत्री भावना भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ यदि कोही कसैले सुख पाएर सुखमै छ भने देवता देवेक्यु त देम्बरक्युजी भन्यो नि है। सुख छ कसैलाई हामीले हेर्दाखेरि भने त्यो सुख चाहिँ सुखकै हेतुमा रहिरहोस् अथवा त्यो सुखबाट दुःख परिणत नभएर सुख नै अनुभूति भइरहोस् भन्ने जुन भावना हामीले मनमा त्यो भावना लिन सक्यो भने त्यसलाई चाहिँ मैत्री भावना भन्छ है। यो मैत्री भावना चाहिँ हामीले अभ्यास गर्न सक्यो भने कसैले सुख पाइरहेको छ कसैले चाहिँ राम्रो गरिरहेछ भने त्यो राम्रोको लागि त्यो सुखको लागि हामी खुसी हुन सक्यो भने धेरै राम्रो कुरा हो नि त। त्यो त मैत्री भावना हो है। त्यस कारणले त्यो खालको चाहिँ भावनाहरू हामीले अभ्यास गर्यो भने अनि शान्ति भन्ने अघिको त्यो शब्द छ नि त्यो शान्ति भन्ने चाहिँ अनि हाम्रो मनमा आउँछ। अनि त्यस पछाडि करुणा भने है। करुणा भनेको चाहिँ फेरि दुःख ढुङ्गा त ढुङ्गै कि त ठेवा भनेपछि अनि जो चाहिँ जसले दुःख पाइरहेको छ दुःख महसुस गरिरहेको छ भने त्यो दुःखबाट उसले चाहिँ यथाशीघ्र सुख पाओस् र दुःखबाट मुक्त होस् भन्ने भावना चाहिँ करुणाको भावना राम्रो रहेछ नि त है। करुणाको भावना हो। त्यसकारण हामीले त्यो खालको चाहिँ भावनाहरूको विकास गर्न सक्यो अभ्यास गर्न सक्यो भने अनि बल्ल शान्ति हुन्छ नि त है। अब त त्यो कुरो त अब अहिले जसरी हामीले मुखले भनेको जस्तो सजिलो त छैन। त्यसकारण त्यसलाई चाहिँ हामीले अभ्यास गर्नुपर्छ ध्यान गर्नुपर्छ भन्ने कुरा त्यसरी है। त्यो चाहिँ अब
दुङ्गे मेबी देव त मिठो क्युजिस। अब कोही चाहिँ दुःख छैन भनेदेखि चाहिँ दुःख छैन अनि सुख नै छ भने त्यो सुखमै रहिरहोस् भन्ने भावना है। दुःख नभइकन सुखमै छ भने त्यो सुखमै रहिरहोस् भन्ने भावना चाहिँ, अनि त्यसलाई चाहिँ हामी के भन्छौँ, मुदिताको भावना भन्छौँ है। गावा भने खुसी मान्नु हो त्यो चाहिँ। अनि अन्तिममा चाहिँ हामीले हिँडिछादङ्गी त छेवा भन्दाखेरि चाहिँ आफ्नो नजिककोलाई चाहिँ बढी आसक्त गर्ने अनि अलि टाढोको भन्नेलाई वास्तव्यस्तै नगर्ने होइन, जस्तो नगरेर सबैलाई चाहिँ एकछत्त रूपमा बराबरीको रूपमा होइन। अब हामीले एउटा नजिक र टाढोको भावनालाई त्यागेर सबैलाई एकरूपता समानताको रूपमा हेर्नेलाई चाहिँ के भन्छ, अनि त्यसलाई चाहिँ अब हामीले उपेक्षा भन्दो रहेछ है। अब त्यो ताङ्युम भन्छ, त्यसलाई बराबरी रूपमा हेर्ने भनेपछि अनि यो कुराहरू चाहिँ अब बुद्धले दिनुभएको चाहिँ दर्शनहरू यस्तोहरू है। यो कुराहरू आजको समाजमा धेरै नै अपरिहार्य छ है, धेरै नै आवश्यकता छ। यहाँ कसैले माया दया मायाको भावनाले हेर्ने, कसैले दुःख पाएको छ भने विचार दुःख पाएछ भन्ने यो भावनाहरू पटक्कै चाहिँ हाम्रो समाजमा अहिले त्यो एकदमै हराएको अवस्थामै छ है। त्यस कारणले यो अब आजको यो बुद्ध जयन्तीको अवसरमा अनि यो अहिले हामीले 2569औं बुद्ध जयन्तीको चाहिँ त्यो जुन मनाउँदै गरिरहँदाखेरि चाहिँ अब हामीले यही ज्ञानहरू यही शिक्षाहरू चाहिँ अब लिएर यसलाई चाहिँ हामीले अनुसरण गर्दै र समाजमा पनि यसलाई व्यवहारिक रूपमा यसलाई हामीले प्रयोगमा ल्याउनु पर्यो है, अप्लाई गर्नु पर्यो। त्यतिकै व्याख्या गरेर त्यतिकै सुनेर त्यतिकै भनेर मात्रै केही परिवर्तन हुनेवाला छैन। अनि त्यस कारणले गर्दाखेरि अब मूलभूत रूपमा चाहिँ अब हामी अब बुद्धको यो जन्मलाई चाहिँ हामी स्मरण गरिरहँदाखेरि उहाँले अघि भन्नुभएको जस्तै यो होइन दया करुणाको कुराहरू, मुदिताको कुराहरू यो पनि हामीले सम्झिँदै गर्ने र अनि मूलत अहिले यो मैले यहाँ घेङ्गी गीत भनेर चाहिँ के भन्छ यो लवसिंह भनेको पञ्चशील भन्छ है। लवसिंह भनेको है 5वटा शिलहरू भन्ने कुराहरू छ। यो 5वटा शिलहरू पनि सबर हामीले पहिला पनि गुरुहरूले प्रदान गर्नुभएको भन्ने सुनेको थियो होइन। त्यो गर्नुभएको छ भने त्यही हो। यो पञ्चशील भनेको चाहिँ फेरि आजीवनशील हो। यो आजीवन भनेको हामीले एकचोटि लिएपछि फेरि दोहोऱ्याएर लिनु पर्दैन है। हो त्यस कारणले गर्दाखेरि यो पञ्चशील अन्तर्गत पनि अब बुद्धले सामान्यतया अब हामी मान्छे भएर गृहस्थी भएर होइन बुद्ध धर्मलाई ग्रहण गरेर बुद्धको वचनलाई यदि हामीले पालन गर्ने हो भने अब यो 5वटा नियमहरूलाई है, अब हामी अहिले नियमहरू शील भनेको एउटा नियम हो, अनुशासन हो है। अनुशासनमा बस्ने नबस्ने भन्ने कुराहरू नै यो नियमहरूले हामीलाई बाँध्ने हो। यो नियम भन्दाखेरि यो गर्न हुने यो गर्न नहुने भन्ने जुन एउटा मापदण्डहरू बनाइएको छ त्यसैले हामीले नियम भन्यो है। अनुशासन नैतिकता, अब यो के भन्ने, अब यो नैतिकता भन्ने कुरा त पहिला हामीले पढ्दाखेरि नैतिक शिक्षा भन्ने थियो कक्षा 4मा हो कि 5मा कति समथिङ के थियो, 6-7मा कतिमा थियो। अहिले नैतिक शिक्षा भन्ने पाठै छैन भन्ने सुन्छु म चाहिँ। अब के हो थाहा छैन है, नैतिक शिक्षा छैन है अहिले भनेपछि। अब हेर्नुहोस् नैतिक शिक्षा नैतिक भन्छौँ नि हामी, नैतिकता भन्छौँ नि। कतिपय नैतिकताको हिसाबले नै यस्तो गर्न मिल्दैन भन्छ नि कहिलेकाहीँ हामीले सामान्य कुरो गर्दाखेरि। त्यो भनेको चाहिँ अनुशासनहीन भइसकेको अवस्थालाई भनेको क्या। अनुशासन भनेकै नियममा बस्नुपर्ने थियो, तिमी त्यो नियममा बसेन भने हो नि। हो त्यो नियममा नबस्नु साथै तिमीले नैतिकताले दिँदैन भन्यो। त्यस कारणले अब हामीले यस्तो कुराहरू गरिरहँदाखेरि अब हामी बुद्ध जन्मेको देश भनेर हामीले गर्व गर्दै गर्दा है, अब हामीले विभिन्न स्कुलहरूमा सानै बच्चादेखि नै हामीले यो शिक्षाहरू ग्रहण गर्दै जानुपर्ने अवस्था हो। तर अब यो कुराहरू कता के विभिन्न चाहिँ अब यता छताछुल्लै अवस्थामा छ। त्यसकारण अब यो आजको बुद्ध जयन्तीको अवसरमा अब हामीले धेरै कुराहरू भन्दा पनि मूलभूत रूपमा है, अब मूलभूत रूपमा अघि भनेको जुन दया करुणाको कुराहरू पनि भयो अनि क्लेश र कर्मको कुराहरू पनि भयो होइन। कर्म राम्रो गर्नुपर्छ भन्ने कुराहरू पनि भयो। अब त्यो बुद्धगत मैले भनेको छैन होइन, शरीरले कस्तो कर्म गर्ने, वचनले भन्ने कुराहरू त्यो भनेको छैन, शरीर वचन र मन भन्ने कुरा भयो। त्यस कारणले गर्दाखेरि त्यो पञ्चशील अन्तर्गत पनि आउँछ है। त्यो 10वटा चाहिँ हाम्रो शरीरले 3टा, वचनले 4वटा र मनले 3टा, यो 3टा कर्म गर्दाखेरि 10वटा कर्महरू कुरा आउँछ। त्यो 10वटा कर्म चाहिँ एउटा कुशल एउटा अकुशल भनेर आउँछ है त।
एउटा चाहिँ न्युट्रल बिचको, यो कुशल पनि होइन अकुशल पनि होइन भन्ने आउँछ। त्यस कारणले अब त्यो लगभग 5 कुराहरू बुदाहरू भन्दै गर्दाखेरि त्यो 10वटा भन्दाखेरि त्यो 5वटा पनि त्यो अन्तर्गत आउने भएको भएर म व्याख्या धेरै नगरिकन त्यो भन्न चाहन्छु है त। जस्तो शरीरबाट हामीले के गर्छौँ त भन्दाखेरि कर्म गर्दाखेरि चाहिँ गर्नुपर्ने चाहिँ 3टा र गर्नु नहुने 3टा भन्ने। अब जस्तो गर्नु नहुने 3टा भन्नु साथै त्यसको के भन्छ, अब त्यसको उल्टो चाहिँ अब गर्नु हुने भन्ने बुझ्नुपर्छ। त्यस कारणले गर्नु नहुने चाहिँ है त, शरीरबाट गर्नु नहुने चाहिँ हत्या हिंसा गर्नु नहुने, चोरी गर्नु नहुने, व्यभिचार गर्नु नहुने भन्ने चाहिँ यो चाहिँ 3टा चाहिँ शरीरबाट है त। हाम्रो शरीरबाट यो चिजहरू हामी गरिरहन्छौँ र यसलाई अब हामीले पहिचान गर्नु पर्यो। के गर्नु पर्यो रे? हत्या हिंसा हुनु हुँदैन, कसैलाई पनि हामीले मार्ने, हत्या गर्ने, पिट्ने, कुट्ने अथवा लगायतका यी कुराहरू हुन्छ जसले चाहिँ अरूलाई दुःख हुन्छ, अरूलाई पीडा हुन्छ, हो त्यो कार्यहरू गर्नु हुँदैन भने त्यो चाहिँ कसले गर्छ भन्दा शरीरले गर्छ है त्यो कर्म चाहिँ। त्यसकारण शरीरबाट गर्ने त्यो चिजहरू चाहिँ हामीले त्याग्यो भने के भयो? त्यो चाहिँ अब कुशल कर्म भयो, राम्रो कर्म भयो, त्यसलाई नै धर्म भन्या हो बुद्ध धर्म अनुसार है त। अनि चोरी नगर्ने भन्ने भयो फेरि है। अब फेरि हाम्रो स्कुल पढ्ने बच्चाबच्चीहरू घरबाट पैसा पनि दिएन, अब यसो गएर त्यहाँतिर गाँसा चाहिँ किनौँ भनेको पैसा पनि छैन भनेर घरमा पैसा फुत्त निकाल्यो भने त्यो चोर्या हो है। मझिम्बा लेम्बा भनेको नदिएको चाहिँ कुनै पनि चिजहरू आफू खुसी लियो भने त्यो चाहिँ चोरी भन्ने अर्थमा बुझ्नुपर्छ। त्यस कारणले त्यो चोरी पनि के गर्छ? शरीरले गर्छ हो, शरीरबाट। अनि हामीले चोरी पनि गर्नु भएन है। अनि व्यभिचार गर्ने भनेको है, अब व्यभिचार गर्ने भनेको गलत सोच है। अब विशेष गरेर यो अब वैवाहिक जीवन हो भने परस्त्री गमन, परपुरुष गमन भन्नेहरू हुन्छ है। अब आजकल त त्यति पनि नजोड, अब यो समय त्यस्तै छ। त्यस कारणले त्यो कुराहरू चाहिँ हाम्रो शरीरबाट हुने भएको भएर त्यो 3टा चिज त्यो गर्नु हुँदैन भन्ने चिज चाहिँ हामीले पालना गऱ्यो भने त्यो के भयो? त्यो चाहिँ अनुशासनमा बस्यो क्या, नेममा बस्यो। अनि त्यो नेममा त्यो गर्नु हुँदैन भन्ने चाहिँ गरेपछि त अनि नेममा बसेन, अनि के भयो? अनि नैतिकताहीन, अनुशासनहीन भन्ने त्यहाँबाट हुने है त। त्यसकारण त्यो 3टा कुरा भयो। अनि वचनबाट चाहिँ झुटो बोल्ने, चुगली गर्ने, अनि अपशब्द बोल्ने र अनावश्यक कुराहरू गर्ने, यो 4वटा चाहिँ हाम्रो वचनबाट गर्छौँ। त्यो चाहिँ अकुशल कर्म भन्छ त्यसलाई। त्यो चाहिँ गर्नु नहुने कर्म भयो है त। बिहा गर्नु पर्दैन, चुगली भनेको एकले अर्कालाई कुरा लाउने है, अनि दुईजना बिचमा चाहिँ झगडा गराउने हो, त्यसलाई चुगली भन्छ। अनि अपशब्द बोल्ने, गाली गलोच छ नि, अहिले त भने साध्य छैन, अहिले को मान्छेलाई कसरी रेस्पेक्ट गर्ने होइन, सानोले ठुलोले कसरी रेस्पेक्ट गर्ने, अथवा हामी मान्छे बिचमा भेट्दाखेरि कस्तो कुरा गर्ने, यो कुराहरूको कुनै पनि अनुशासन छैन अहिले